आज मैले क्लास 12 टेक्निकल स्ट्रिमको आरसीसी स्ट्रक्चरको मोडल क्वेशन सेटलाई लिएर आएको छु। सबैजना मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला, साथै यो भिडियो तपाईले आफ्नो साथीहरुलाई पनि शेयर गरिदिनु होला। यदि तपाई यस च्यानलमा नयाँ हुनुहुन्छ भने तपाईलाई पुरानो एक्जामको क्वेशन पेपर चाहिन सक्छ। त्यसको लागि यहाँ तल स्क्रिनमा देखाएको नम्बरमा मलाई WhatsAppमा मेसेज गर्न सक्नुहुनेछ। हाम्रो आरसीसी स्ट्रक्चरको फुल मार्क्स 50 हो र मैले आरसीसी स्ट्रक्चरको भिडियो बनाउँदाखेरि सबै भिडियोमा मैले भन्ने गरेको छु कि स्टुडेन्टहरुले आईएस कोड एक्जाममा लान पाउनु हुनेछ। यदि तपाईले आईएस कोड कोर्नु भएको छ, लेख्नु भएको छ, फोल्ड गर्नु भएको छ, कुनै चिन्ह लाउनु भएको छ भने चाहिँ त्यो आईएस कोड तपाईले लान सक्नुहुन्न, त्यो तपाईले लान पाउनुहुन्न। यदि आईएस कोड भित्र कुनै चिटहरु हालेर लानु भएको छ भने त्यो तपाईले लान पाउनुहुन्न। यस्तो कामहरु चाहिँ तपाईले नगर्दिनु होला। तपाईले जस्तो आईएस कोड छ त्यस्तै प्रिन्ट गर्नुभयो भने चाहिँ तपाईले आईएस कोड एक्जाममा लान सक्नुहुनेछ। केही कुराहरु एड नगर्नुहोस्, जे छ कोडमा त्यही कुरा मात्रै लिएर जानुहोस्। अनि हाम्रो ग्रुप ए मा 9 वटा एमसीक्यू दिएको छ। अनि ग्रुप बी मा हाम्रो अटेम्प अल क्वेशन विथ सर्ट एन्सर क्वेशन 5 वटा दिएको छ, 25 मार्क्स को छ। Explain various properties of the steel reinforcement. Write the assumption made while designing RC section using limit state method. Assumptionहरु तपाईले पढ्नु पर्छ। मैले हरेक भिडियोमा भनिरहेको छु। What are the types of steel reinforcement? Explain। 13 नम्बरमा न्यूमेरिकल र 14 नम्बरमा न्यूमेरिकल छ। ग्रुप सी मा लङ एन्सर क्वेशन 8 मार्क्सले 2 वटा दिएको छ, 2 वटै न्यूमेरिकल छ। तपाईहरु सबैजनाले यो सबै प्र्याक्टिस गर्नु होला। म नेक्स्ट भिडियो लिएर आउने छु। तपाईहरु सबैजनालाई एक्जामको बेस्ट अफ लक।